र त्यसै गरी भेन डायग्रामको हामीले प्रोबेबल हुन सक्ने क्वेसनहरू त भेन डायग्रामको टाइपहरू त गरिसक्यौँ। अब यो चाहिँ भनेको त्यसकै प्र्याक्टिसको लागि हो। प्रोबेबल टाइपहरू कस्तो हुनसक्छ भन्ने त अघिल्लो भिडियोमा सब कम्प्लिटली कभर गरेका छौँ। अब यसलाई चाहिँ प्र्याक्टिस गर्नेछौँ हामी। र क्वेसनले दिएको छ आइरन, लिड, नाइट्रोजन। अब यिनीहरू कसरी रिलेट गर्छन् त? आइरन छुट्टै हो, लिड छुट्टै हो, नाइट्रोजन छुट्टै हो। यिनीहरू त इन्टायरली डिफ्रेन्ट कुरा भयो नि त। त्यही भएर हामीले सेपरेटली रिप्रेजेन्ट गर्यौँ। आइरन, लिड, नाइट्रोजन यसलाई सेपरेटली रिप्रेजेन्ट गर्यौँ। अब त्यसपछि आउँछ क्याबिनेट, होम मिनिस्टर र मिनिस्टर। अब यसमा के हो? क्याबिनेट भनेको मन्त्रीमण्डल। मन्त्रीमण्डलभित्र मन्त्रीहरू हुन्छन्। अब ती मन्त्रीहरूमध्ये नै एउटा होम मिनिस्टर पनि एउटा मिनिस्टर हो भनेपछि क्याबिनेट एउटा भइहाल्यो होल। त्यो भित्र के हुन्छ? मिनिस्टर हुन्छ। मिनिस्टरभित्र होम मिनिस्टर आउने हो भनेपछि यसरी हामीले रिप्रेजेन्ट गर्यौँ। र त्यसै गरी आउँछ अब अर्को छ प्यारोट, बर्ड, माइस। अब यिनीहरूको रिलेसन हेर्ने के हो? प्यारोट बर्ड हो, माइस चाहिँ डिफ्रेन्ट कुरा हो भनेपछि हाम्रो बर्डभित्र के आयो? प्यारोट आयो। अनि माइस भनेको सेपरेटली रिप्रेजेन्ट गर्यौँ। त्यसपछि आउँछ अर्को भनेको मेन रोडेन्ट, लिभिङ बिङ। रोडेन्ट भनेको चाहिँ लोखर्के हो। अब यो तिनवटा के हो भन्दाखेरि म्यान पनि लिभिङ बिङ हो, रोडेन्ट पनि लिभिङ बिङ हो। अनि मान्छे र रोडेन्ट बिच कुनै रिलेसन छ? छैन। भनेपछि लिभिङ बिङ यो भयो कम्प्लिटली लिभिङ बिङ। त्योभित्र म्यान पनि आउँछ, रोडेन्ट पनि आउँछ। यसरी रिप्रेजेन्ट गरिन्छ। र त्यसपछि आउँछ अर्को भनेको वाटर, एटमोस्फियर र हाइड्रोजन। अब यसलाई कसरी भन्दाखेरि वाटर, ल हाम्रो यसमा पहिला रिलेसन भनौँ। वाटर, एटमोस्फियरभित्र वाटर पाइन्छ। एटमोस्फियरमा चाहिँ केही पार्ट वाटर पनि पाइन्छ। त्यसै गरी हाइड्रोजन पनि एटमोस्फियरमा पाइन्छ। अनि हाइड्रोजन फेरि के हुन्छ? वाटरमा पनि केही पार्ट हाइड्रोजन हुन्छ। भनेपछि यिनीहरू तिनटै एकअर्कासँग रिलेटेड छन्। एटमोस्फियरमा वाटर पनि छ, हाइड्रोजन पनि छ, हाइड्रोजन वाटरमा पनि छ भनेपछि एकअर्कासँग रिलेसन हुने भयो। भनेपछि तिनटै एकअर्कासँग पार्टली रिलेट छ भने यसरी हामीले यसरी रिप्रेजेन्ट गर्छौँ। यो एटमोस्फियर हो सपोज भने यसमा सम पार्ट वाटर पनि छ अनि हाइड्रोजन, यिनीहरू तिनटै एकअर्कासँग इन्टर रिलेटेड छन्। र त्यसपछि जाउँ अर्को टाइपको क्वेसनमा। पेटल, बकेट र फ्लावर्स बनाएको छ भनेपछि हाम्रो के हुन्छ भन्दाखेरि बुकेभित्र फ्लावर्स हुन्छ। यो पेटल भनेको चाहिँ एउटा फुलको एउटा पत्र हो। त्यही भएर बुकेभित्र फ्लावर हुन्छ। फ्लावरभित्र त्यो फ्लावरको पत्ता आउने भयो भनेपछि हामीले यसलाई रिप्रेजेन्ट गर्दाखेरि बुके भयो। यो चाहिँ हाम्रो त्योभित्र फ्लावर हुने भयो अनि त्योभित्र पेटल हुने भयो। यसरी रिप्रेजेन्ट गरिन्छ। त्यसपछि आउँछ प्रोटोन, इलेक्ट्रोन, एटम। भनेपछि एटम्सभित्र प्रोटोन र इलेक्ट्रोन हुने हो। एक दुईटासँग रिलेसन छैन भनेपछि यो भयो एटम, त्योभित्र प्रोटोन र इलेक्ट्रोन। यसरी रिप्रेजेन्ट गर्ने। त्यसपछि आउँछ रिभर, क्यानल, पेरेनियल सोर्सेस अफ वाटर भनेको छ। भनेपछि यो रिभर चाहिँ पेरेनियल सोर्सेस अफ वाटर हो नि त। तर अब क्यानल भनेको चाहिँ सेपरेट कुरा भयो भनेपछि यसलाई पेरेनियल सोर्सेस अफ वाटरभित्र रिभर आउने भयो, क्यानल सेपरेटली हुने भयो। त्यसपछि आउँछ टिचर, ग्रेजुएट र प्लेयर भनेको छ। यिनीहरू तिनवटाको कस्तो रिलेसन छ भन्दाखेरि टिचर, ग्रेजुएट, सम ग्रेजुएट क्यान बी टिचर होइन। अनि त्यो ग्रेजुएटहरू प्लेयर पनि हुनसक्छ। अब टिचरहरू प्लेयर पनि हुनसक्छ, प्लेयर ग्रेजुएट पनि हुनसक्छ। भनेपछि यिनीहरू तिनटै कुरा एकअर्कासँग रिलेट गर्यो भनेपछि पार्टली रिलेटेड छन् भने हामीले रिप्रेजेन्ट गर्दाखेरि तिनटालाई पार्टली रिलेसन भएको देखाउँदाखेरि यसरी रिप्रेजेन्ट गरिन्छ। र यसै गरी अरू थप इन्फर्मेसनहरू हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।